हेलो गाइस, आज हामी सिक्नेछौँ तपाईँको रिसर्चमा कसरी टपिकहरू मिलाउने, हेडिङ्सहरू मिलाउने, पेज नम्बर मिलाउने, त्यसपछि टेबल अफ कन्टेन्ट कसरी बनाउने, त्यो कुराले धेरै गाह्रो गरिरहेको हुन्छ अहिलेको स्टुडेन्टहरूलाई। सो लेट्स स्टार्ट द भिडियो। तपाईँको रिसर्चको कुनै पनि टपिक हुनसक्छ, जसरी म एउटा टाइप गर्छु। टपिक रिसर्चको टपिक टाइप गर्दाखेरि चाहिँ हामी नर्मलमै टाइप गर्नुपर्छ। अब तपाईँलाई फर्मेटिङ गर्ने यहाँ सोशल मिडिया मार्केटिङ, क्लोथिङ बिजनेस। अब चाहिँ यहाँबाट हामीले पेज लेआउट मिलाउन सकिन्छ, कस्तो राख्ने भनेर मार्जिन्सहरू पनि यहाँबाट मिलाउन सकिन्छ। पेज ब्रेक गर्ने। अब तपाईँको टपिकहरू सुरु हुन्छ। यहाँनिर ब्याकग्राउन्ड जसरी राख्नु छ भनेपछि होममा जाने। हेडिङ, अब हेडिङ वान भनेको तपाईँको ब्याकग्राउन्ड अफ द स्टडी हो भनेपछि यहाँ मोडिफाई गर्नेलाई फर्मेटिङ गर्ने, साइज कति राख्न चाहनुहुन्छ त्यो राख्ने, बोल्ड गर्नु छ भने बोल्ड गर्ने, कलरिङ गर्ने, अब यहाँ टाइप गर्दाखेरि यो हेडिङ चुज गर्ने। यहाँ तपाईँको हेडिङ रेडी हुन्छ। अब यो अटोमेटिकली यहाँ टेबल अफ कन्टेन्ट बनाउनमा हेल्प हुन्छ। यसले टेबल अफ कन्टेन्ट यहाँ अलरेडी बनेकै हुन्छ। तपाईँले यहाँ हेडिङ राम्रोसँग राख्नु भएको छ भनेपछि यहाँ टेबल अफ कन्टेन्ट एफे भन्छ। देन पेज नम्बरको इस्यु आउँछ। पेज नम्बरको लागि हामी इन्सर्टमा जाने। यहाँ पेज नम्बर हुन्छ। तपाईँले कहाँ राख्न चाहनुहुन्छ, बटममा, टपमा, जहाँ राख्नु छ त्यही राख्ने। अनि पेज नम्बर 1 तपाईँको कभर पेजमा चाहिँ पेज नम्बर राख्न चाहनुहुन्न भनेपछि यहाँ फर्मेट गर्ने। फर्मेटिङमा स्टार्ट एट 0 गरिदिने। 0 गऱ्यो भनेपछि यहाँबाट यो 0लाई यो 1 देखि सुरु हुन्छ के। ब्याकग्राउन्ड अफ द स्टडी 1 देखि सुरु हुन्छ र टेबल अफ कन्टेन्ट पनि त्यही हिसाबले बन्छ। थ्याङ्क यू फर वाचिङ माई भिडियो। तपाईँहरूले अझ सिक्न मन छ भने कमेन्ट गर्नुहोला। मेरो च्यानललाई सेयर सब्सक्राइब गरिदिनु होला।